गाइस आज मैले खानामा बनाउँदैछु चटपटे। हेर्नुस् हजुर, मैले चटपटे बनाएको तरिका हजुरहरूलाई कस्तो लाग्छ। हस्, मैले बनाएको चटपटे हजुरहरूलाई मन पर्यो भने लाइक गरिदिनुस्। हस्, हजुरहरूले कसरी खानुहुन्छ? मैले चाहिँ यसरी बनाउँछु। हजुरहरूले पनि योभन्दा राम्रो बनाएर खानुहुन्छ होला। मैले चाहिँ यसरी बनाउँछु, हजुरहरूलाई मैले देखाउँदैछु। मैले वाइ लगाइनँ आज, किनकि आज सोमबार वाइ त चिकन हुन्छ नि त। त्यही भएर मैले चाहिँ योहरू हाल्दैछु। गाइस हेर्नु, मेरो चटपटी बनेर रेडी हुन आँट्यो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस्। बनाएर देखाउँछु हजुरहरूलाई मेरो चटपटी रेडी गरेर। ओके गाइस। अनि गाइस मेरोमा निम्बु छैन कि, यो पहाडको निम्बु है, यो मतलब पहाडको निम्बु अरे, मैले कहिले खाएको पनि छैन। यो कस्तो हुन्छ मैले काटेको छु आधी हैन, यही हाल्न आँटेको छु। निम्बु मेरोमा सर्टेज भइरहेछ, त्यही भएर मैले यो हाल्न आँटेको छु। गाइस अब यसले कस्तो स्वाद दिन्छ हेरौँ। सो गाइस मेरो चटपटी हेर्नुस्, हजुरलाई कस्तो लाग्यो मेरो यो चटपटे भनेर रेडी भएको छ। अब म खाने काम गर्छु। हस्, हजुरहरूले कमेन्ट गर्नुहोस् कस्तो बन्यो मेरो चटपटे। हेर्नुहोस् हजुर कस्तो बनेको छ मेरो चटपटे।